ल अहिले हामी हेलो इन्द्र दिदी हेलो नमस्ते एभ्रीवान वेलकम टु बाल्जियम इमिग्रेसनमा सोधेको थियो कति अप्ठ्यारो भयो हजुर इमिग्रेसनमा कहाँ जाने भन्दै थियो सिटी अनि मैले त देखाइदिएँ कि प्रोनाउन्सिएसन अदिनार ज्ञानको होइन औदिनार त भनेपछि अदिनारबाट हामी फ्रान्सको राजधानी पेरिस जाँदैछौँ करिब 230 किलोमिटर अहिले चाहिँ 54 दिस दाइको घर 254 किलोमिटर ड्राइभिङ अनुभव भयो सबै कुरा एउटै सिमिलर आउनुभन्दा अगाडि चाहिँ इन्टरनेसनल ड्राइभिङ पर्मिट ल्याएको थिएँ ठ्याक्क काम लाग्यो भनौँ एकैछिन जय साहबले झट्ट 120 मा गाडी कुदाउनु भएको छ झट्ट लाएर अहिले चाहिँ फ्रान्सको हाइवेमा हाइवे A1 E19 भनेको छ फ्रान्सको हाइवेमा चलाउँदैछु म यस्तरी चाहिँ गाउनु भएको छ अनि मलाई के चाहियो छोटा नि यति गर्दा नि हामी त माइलमा हेर्ने गरेको छ तपाईँको सुनिताको के तिम्रो चाहिँ फोन यो मेरो ल हामी पेरिस के अरे फ्रान्सको राजधानी पेरिसमा छिर्यौँ अब हामी एफएल टावर जान 5 किलोमिटर जस्तो छ यति जाम हामीलाई 5 किलोमिटर हिँड्नलाई 1 घन्टा लाग्यो र पनि हामी आइपुग्यौँ अब सकुशल आउन लाग्यौँ भन्दा हुन्छ ल यहाँ रमाइलो न्यु इयरको जय साहबले गाडी चलाउनु भएको छ मैले भिडियो खिचेको छु आजको पेरिसमा पनि चलाइयो त क्यानाडा चलाइयो बेल्जियम चलाइयो लन्डन पनि चलाइयो भन्न पर्यो सबै भ्याउनु भयो बहिनीलाई पछाडि राखेका छौँ हामी चाहिँ अगाडि अब फर्किँदा चाहिँ बरु बहिनीलाई नि अगाडि नै राखिदिउँ ल अहिलेलाई चाहिँ यहाँ अलिअलि बाटोहरू पनि गाइड गर्नु पर्यो भनेर अन्त यतिको बनाउने अनि त्यो कसरी बनाउनु हुँदो रहेछ अनि सबै समेटेर फास्ट ठिक छ जय साहब एकदम ठिक भयो यो हाइवेमा निकाल्दा मलाई साह्रै झ्याउ लाग्थ्यो यो किचिकिच चलाउनुलाई झ्याउ लाग्छ नि जय साहब सबैलाई झ्याउ लाग्छ होला खुट्टै दुख्छ मेरो त मैले फेरि खुट्टा भिन्दै राखेर बस्दिनँ दुईवटा दुइटै उसमा राख्छु त्यही भएर मलाई गाह्रो हुन्छ अझ बुढल त क्या हुन्छ बुढल त यो छुँदै छोड्नुहुन्न क्या यो फिक्स गर्नुहुन्छ हातबाट यहाँ फिक्स गरेर छोड्नुहुन्छ अनि त्यहीमा कुद्छ मजाले खुट्टा सुट्टा दुइटै खुट्टा छोडेर हात छोडेर हिँड्ने नि भयो खुट्टामा राख्नुहुन्न नि मेरो बुढोले गाडी चलाउँदा मैले चाहिँ एउटा खुट्टा मात्रै चलाउँछु मेरो बुढो त दुइटा खुट्टा एकतिर राखेर चलाउनुहुन्छ क्या त्यो यसरी हामी बसेर चाहिँ त्यही त अटो चलाउनुहुन्छ क्या म सक्दिनँ त म त फेरि आत्तिन्छु केही भइभाउँछ जाइमा छोडेर छोड्यो त्यहाँ राम्रो आयो जामले गर्दा यति बाटो आउन घन्टौँ लाग्यो जाम पनि कस्तो पर्यो त र कस्तो टाउको दुख्यो नि मलाई कस्तो नराम्रो रोग्यो माग्यो नि आमाको पनि टाउको दुख्ने है यतिकै भने आमालाई सन्चो भयो हामी छोराछोरी सबैलाई छ खानपिन तलमाथि पनि हुनु हुँदैन जय साहब अब खाना पनि भात जस्तो लाग्यो त कफीले झ्याउ गर्यो नि पेट ढुसाइदियो भोक लाग्छ सुन त भोक लागेको छैन दिदी अङ्गुरहरू निकाल्छ धोएर केरा त हाल्यो होइन जय साहबलाई नि खानु मन लाग्छ गरी गुजेरमा त्यो मन्दिरमा नि केही हुन्न मजाले एउटा उसमा बसेर खामलाई गाडीबाट लिएर हिँड्यौँ ल झोला छ कालो झोला चप्प बोकेर झट्ट हिँडेर रमाइलो हुन्छ कि अब भोक लाग्छ यहाँको त रेस्टुरेन्ट खोज्दै हिँड्ने त नि अब मजाले खाने तात आफ्नो घरको पुरा हाइजेन न तेल हालेको छु न मसला हालेको छु त्यो सोया सस मात्रै हालेको अब दुइटा खुर्सानी काटेर हालिदिएको छु सुसी खानु मन लाग्छ सुसी बनाएर राखिदिया भन्छु के मैले बाबु
सुसी त मलाई आज त म खान त खान्छु भनौँ न त्यति मिठो लाग्दैन अलि हामीले गनाउँछ कि ए हो है नभए भोलि बेलुका अब कस्तो नबनाउने चाहेर बनाउनु लगायो नि भयो नि नानीले छोरीले हो मन पराउनु बनाउने उसले खालि सुसी भन्छ तोरी जापान भन्ने एउटा रेस्टुरेन्ट छ त्यहीँ जान्छ खालि उसलाई फेरि मन पराउने भन्दा नि उसलाई चाख्न मन लाग्छ जान मन लाग्छ नयाँ ठाउँ अनि उसलाई अर्डर गर्न आफू बोल्न मन लाग्छ कि त्यो भनेको एकदम राम्रो कहीँ अब म्याकडोनल्डको स्टारबक्स गयो मलाई भित्र छिर्नै दिन्न है बाहिर ऐनामा बस प्यारेन्ट्स कोही भयो भने म बोलाउँछु आइज भन्छ भित्र छिर्नै दिन्न अनि फेरि उसको बानी के छ जहाँ गएर जे ल्यायो नि कपडा होटलले भन्छ अहिले आइसक्रिम है भनेर होला मैले फोन त गरेको थिएँ मलाई निस्केर यति है छ अहिले लिफ्ट फ्रान्सको पब्लिक भेहिकल 70 रुट 70 भन्यो सुरसेन डी गौली भनेको यो अहिले हामी फ्रान्सको राजधानी पेरिस ठ्याक्कै आइपुग्यौँ यहाँ चाहिँ यो इफेल टावर यहाँ छ यहाँ त्यहाँ जाँदैछौँ हामी त्योभन्दा महत्त्वपूर्ण कुरा यहाँदेखि चाहिँ देखिँदैन देखिन्छ क्याप्चर गर्छु है त मैले यहाँ स्ट्याचु अफ लिबर्टी रहेछ यहाँ यी ठ्याक्कै हुप हौ ठ्याक्कै समुद्रको हार्बर बार एरियामा स्ट्याचु अफ लिबर्टी रहेछ न्युयोर्कमा भएको स्ट्याचु अफ लिबर्टी फ्रान्सले दिएको हो कि उपहारमा अनि त्यही भएर यहाँ त हुनै पर्यो क्यानाडा सपनाको सहर भनेर पढेको होइन हामीले जोग्राफीमा नयाँ मान्छेहरू होला नि टिकट काट्ने काउन्टर भिड छ रातिको कति 10 बजे पनि यतिको भिड छ टिकट काट्ने काउन्टर टपमा जाँदैछौँ यो चाहिँ अहिले 50औँ तला जतिमा आयो होला अब यहाँबाट अर्को लिफ्ट चढेर चाहिँ लगभग एफर टावरको टप भनेको 80 तला जति रहेछ सबभन्दा राम्रो सहर आइयो हामी पेरिस दिदीको कतिौँ पटक गयो मेरो त एउटा गनेरै साथ देखाइन जाइ सर अहिले फर्किँदाखेरि मैले तपाईँलाई हो त साइड गेटमा पनि लैजान्छु त्यो सबै त हो त्यहाँ त मेरो हातले अहिले हामी इफेल टावरको 280 मिटर माथि भनेको यो करिब 80 तलामा छौँ त्यहाँबाट पुरै पेरिस यस्तो मजाले देखिँदो रहेछ भन्ने कुरो कल्पनाभन्दा बाहिरको विषय भयो यो कल्पनाभन्दा बाहिरको विषय भएको हुनाले यो विषयको ओनरहरूमा पर्दो रहेछ लगभग 18औँ शताब्दीमा बनाएको यो विश्वकै आइकनिक एफिल टावरको 80औँ भनेको 280 मिटरको हाइटमा छौँ अहिले यहाँबाट राम्रो भ्यू देखिएको छ पुरै फ्रान्स देखिने वरिपरि यस्तो मजाले देखिएको छ कि 18औँ शताब्दीमा बनाएको यो आइकनिक हावा हाइवेदेखि लिएर ठुला बिल्डिङदेखि लिएर हाम्रो गाडीको त्यही छ होला सायद चाहिँ सर त्यो हाम्रो यतै भएको है गाडी समरमा आउनुपर्ने रहेछ समरमा नआइ हुने भएन नि यस्तो जस्तो बेङ्गलको टावर चाहिँ मेन इन्जिनियर एफएलको फोटो ट्याक्क दुरुस्तै बनाएर राखेको रहेछ यो चाहिँ टपमा 280 मिटरको हाइटमा आइफिल कोल होला नि कहाँ आइफिल टावर आइफिल कोल होला नि आइफिल कोल हो त आइफिल कोल जस्तो भयो यो त हेर्नु त ए यहाँदेखि अब यसले लोकेट गर्छ यसलाई भनेपछि हेर्नु है यसले कोठामा राख्छ अब हेर्नु स्क्यान गरेको देख्नु अब यसले कोठामा राखे माथि हेर्नु न माथि अब त्यसैलाई फोकस गर्ने अब त्यो कोठामा थाहा थिएन मलाई सिक्नु ल हेर्नु अब ल्याइदियो ठ्याक्कै गर्नु त गाडी चलेकै देखियो कति कति ल अब यहाँ लैजानु साँच्ची त्यहाँ त्यसको मुनि ल लाइट भनेको जाम 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 क्रिसमस मार्केट पेरिस
पेरिसको क्रिसमस मार्केट। अहिले हामी अब पेरिसबाट घर जाँदैछौँ। यहाँ चाहिँ क्रिसमस भएको हुनाले रङ्गी चङ्गी गल्लीहरू सब रङ्ग्याएका छन्।